गाइजहरू ल कर्णाली राजमार्गको अविगतलाई हेर्नुहोस् है, मजाले हेर्नुहोस् है कस्तो छ अविगत। ल कर्णाली राजमार्गको अविगत हेर्नुहोस् है, एकदम राम्रोसँग हेरिदिनु होला। सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लाले है, हेर्नुहोस् एक ठाउँ होइन नि, सयौँ ठाउँ छ यस्तो। ल हेर्नुहोस्, यसलाई बाटो भन्छ कि के भन्छ आफै बुझ्नु होला है, हामीले केही भन्न चाहेनौँ। ल हेर्नुहोस्, ल कर्णाली राजमार्गको डुङ्गेश्वर खण्ड जहिले आए पनि, बर्खा आए पनि, हिउँदमा आए पनि ल यसको हालत यही हो है त। जति टेन्डर खुले पनि यो बाटो यस्तै हुन्छ है। 2 महिना चिल्लो हुन्छ अनि तेस्रो महिनाबाट खाल्डाएर खुल्टे है। 2-4 महिना मात्र राम्रो हुन्छ है यो बाटो, जति टेन्डर खुले पनि। तपाईँहरू देख्न सक्नुहुन्छ। र सम्बन्धित निकायले यो चाहिँ ध्यान दिनुहुन धेरै जरुरी छ। धेरै शास्ति भोगिरहेछन् है जनताले। ल राम्रोसँग हेर्नु होला, कर्णाली राजमार्ग टुनिबगर डुङ्गेश्वर खण्डको यो जति टेन्डर खुले पनि यो बाटोको अविगत भनेको यही छ है। ल हेर्नुहोस्, देख्न सक्नुहुन्छ राम्रोसँग हाइवे हेर्ने है। ल हेर्नुहोस्, कर्णालीलाई हेपेको हो कि ठेकदार मोट्याएको हो कि कर्मचारीहरूले इन्जिनियरहरूले 2-4वटा घर हालेको हो, के गरेको। ल बाटो हेर्नुहोस्, ल हेर्नुहोस् उताबाट गाडी आइरहेछ। ल हेर्नुहोस् यही हो है तरिका। ल हेर्नुहोस्, ल कर्णाली राजमार्गको दुर्दशा है त। सबैजनाले गहन विषयमा सोचिदिनु होला है त। हस्, धन्यवाद।